3 2 1 अलिक गोरो निकाल है 3 2 1 एक्सन भन ल यसले चाहिँ डिटेक्ट गर्छ हैन सेन्स गर्छ हैन त्यो मेसेज जान्छ हैन आगो लागु भन्दै हैन पार्टिसिपेन्टहरुमा कस्तो छ उत्साहजनक कस्तो छ अनि कार्यक्रमले प्रोटोकलहरु फलो गरेका छन् कि छैनन् पार्टिसिपेन्ट यो अघिल्लो भन्दा राम्रो छ कि के छ यसमा अघिल्लो भनेको यस्तो छ हामी फर्स्ट इयरमा हुँदाखेरि भएको थियो फर्स्ट इयरमा जित्यो सेकेन्डमा कसरी जित्यो यहाँ चाहिँ अब हाम्रो यो निर्माण 2.0 को आज दोस्रो दिन भइरहेछ यहाँ चाहिँ पपस्टिक बिल्डिङ कम्पिटिसन एकदम गन्छ अब यो हाम्रो यो 3 दिन हुन लागेको प्रोग्राममा 3 दिनै हामी यस्तै मास एक्सपेक्ट गरेर बसेका थियौँ हिजो पनि यति नै मास थियो आज पनि छ र भोलि अझै धेरै हुनेछ माहौल एकदमै रोमाञ्चक बन्दै गएको छ विगतका समयमा हामीले निर्माण 1.0 जसरी सञ्चालन गरेका थियौँ त्यसैलाई नै अगाडि बढाउने क्रममा आज हामीले निर्माण 2.0 गर्दैछौँ र आगामी दिनहरूमा पनि निर्माण 3.0 निर्माण 4.0 यस्तै कार्यक्रमहरू ल्याउँदै जानेछौँ। निर्माण 2.0 चाहिँ हामीले 23 24 25 गते गरेका हौँ र आज हामी दोस्रो दिन 24 गतेको दिन आजको कार्यक्रम भनेको चाहिँ हाम्रो सर्वेइङ कम्पिटिसन्स हुँदैछ केही हदसम्म राम्रो भइरहेछ कनेक्सन चाहिँ राम्रो भइरहेछ हामीसँग विभिन्न इन्डस्ट्रीहरूबाट इन्डस्ट्रिजका मान्छेहरू पनि आइराख्नु भएको छ र उहाँहरूले हामीले बनाएका हाम्रा विद्यार्थीहरूले बनाएका हाम्रो प्रोजेक्टहरू हेरिराख्नु भएको छ। आज म तपाईहरुलाई मेरो क्याम्पस डुलाउँछु जुम आज माघ 23 24 र 25 गते हाम्रो क्याम्पसमा विभिन्न फ्याकल्टीहरूले धेरै इभेन्टहरू अर्गनाइज गराछन् के गराछन् भनेर हेर्न आउँ ल सिभिल फ्याकल्टीबाट सेसले निर्माण भन्ने प्रोग्राम इभेन्ट अर्गनाइज गराछ भने आर्किटेक्चरले स्पर्श र इलेक्ट्रिकल फ्याकल्टीका साथीहरूले ऊर्जा भन्ने इभेन्ट अर्गनाइज गराछन् यो चाहिँ विभिन्न फ्याकल्टीगत आफ्नो सोसाइटीहरूले अर्गनाइज गरेका इभेन्टहरू हुन्। अब भित्र हामी इभेन्ट हेर्न जुम 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 र यतापट्टि दायाँपट्टि सरस्वतीको मन्दिर रहेको छ सरस्वती माताको मन्दिर अनि त्यसपछि यो बाटो भनेको चाहिँ गर्ल्स होस्टेल र क्याम्पस चिफ सरको क्वार्टरमा जाने बाटो हो यो अगाडि हाम्रो क्याम्पसको बस छ अनि त्यसपछि यो विभिन्न स्पोन्सरहरू छन् इभेन्टको हाम्रो सिभिल इन्जिनियरिङ सोसाइटीले अर्गनाइज गरेको निर्माण इभेन्टका स्पोन्सरहरू त्यसपछि इलेक्ट्रिकल फ्याकल्टी अनि त्यसपछि आर्किटेक्चरको विभिन्न इभेन्टहरू चलिरहेछन् आज म तपाईहरुलाई त्यही देखाउन गइरहेको छु। त्यसपछि अब हामी हिँड्दै जाँदाखेरि यो बाटो चाहिँ हाम्रो फुटबल ग्राउन्डतिर जाने बाटो अनि यहाँनिर कार पार्किङ पनि रहेको छ त्यसपछि यो हाम्रो एडमिनिस्ट्रेसन प्रशासनिक कामहरू चाहिँ यहाँ हुन्छ अनि हाम्रो निर्माण इभेन्ट चाहिँ उता चलिरहेछ निर्माण र ऊर्जा चाहिँ संयुक्त रूपमा सिभिल इन्जिनियरिङ स्टुडेन्ट सोसाइटी र इलेक्ट्रिकल इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीले संयुक्त रूपमा मिलेर एउटै स्टेज सेयर गरेर अर्गनाइज गरेको उता हाम्रो भलिबल कोर्ट त्यसपछि बास्केटबल कोर्ट कबड्डी कोर्टहरू त्यो एरियामा छ मेरो पछाडि चाहिँ निर्माण र ऊर्जा इभेन्ट संयुक्त रूपमा भइरहेको छ स्पर्शले चाहिँ आफ्नै डिपार्टमेन्टमा अलिक पर गराएको छ एकछिनमा म तपाईहरुलाई देखाउँछु हाम्रो स्टेज रहेको छ निर्माण र ऊर्जाको त्यसपछि स्टलहरू तपाईलाई म पालै पालो डुलाउँदैछु आउनुहोस् मसँगै यहाँ चाहिँ डाँट हान्ने कम्पिटिसन भइरहेको छ यो हजुरहरुको प्रोजेक्ट के हो यो चाहिँ हाम्रो फायर डिटेक्टर हो अनि के यसले के काम गर्छ के हो यो यसले चाहिँ फायर डिटेक्ट गर्ने काम गर्छ अब इफ कुनै ठाउँमा आगो लाग्यो भने हाम्रो कोठाभित्र या फिर कुनै इन्डस्ट्रीमा हैन आगो लाग्यो भने यसले चाहिँ डिटेक्ट गर्छ हैन सेन्स गर्छ हैन डिटेक्ट गर्छ अनि त्यसपछि यहाँबाट यहाँ त्यो मेसेज जान्छ हैन आगो लाग्यो भन्दै हैन रिले दिस इज नोन एज रिले हैन अनि के भन्छ त्यहाँबाट मेसेज जान्छ यहाँबाट मेसेज जान्छ यता हैन कि आगो लाग्यो भनेर हैन यहाँबाट यो आउँछ अनि लाइक पानी निस्किन्छ यहाँबाट हैन यो 360 नै घुम्छ हैन तर यहाँ सर्भो जोड्नु पर्थ्यो हामीले तर हामीसँग सर्टेन टाइम थियो हैन त्यही भएर छैन हामीसँग अनि के भन्छ यो चाहिँ घुम्छ हैन यताउता घुम्छ वरिपरि घुम्छ हैन अनि आगो निभाउने काम गर्छ यसले चाहिँ अनि यहाँबाट पानी निस्केपछि त अभियसली पानी निभाउँछ यो स्पेशली हाम्रो बिल्डिङ हुन्छ नि जस्तो बिल्डिङहरु मलहरु अनि के भन्छ ठुलो ठुलो फ्याक्ट्रीहरुमा युज हुने काम गर्छ कि यो भनेको यो स्पेशली भनेको सेन्स नै गर्ने काम गर्छ सेन्सर नै हो यो भने कसरी युज हुन्छ भने जुन हुन्छ नि बिल्डिङको रुमहरुको सिलिङहरु हुन्छ त्यहाँ चाहिँ यो फिट हुने काम गर्छ अनि जुन यो छ नि यो पाइपको ठाउँमा हामीले 360 डिग्री वाला पाइप लिनु पर्ने हुन्छ के त्यो भनेको हरेक एंगलबाट पानी
सप्लाई गर्ने काम गर्छ त्यो चाहिँ त्यसलाई पनि यसमा फिट गर्नुपर्छ त्यो सिलिङमा फिट गर्नुपर्छ यसले फिट गरेपछि अब के भन्छ यसलाई फेरि हामीलाई 24/7 नै यसलाई अन राख्नुपर्छ त्यो अन राख्नलाई हामीलाई ब्याकअप पावर सिस्टम चाहिँ हाल्नुपर्ने हुन्छ त्यसको लागि जेनेरेटर या त ब्याट्री हाल्नुपर्ने हुन्छ जेनेरेटरमा पनि अब कहिले चार्ज नहुन सक्छ त्यसको लागि ब्याट्री हाल्नुपर्ने हुन्छ ताकि 24/7 अन होस् भनेर 24/7 अन हुन्छ भने यसले चाहिँ डिटेक्ट गर्ने काम गर्छ यसो कहिलेकाहीँ मिस्टेकली आगो लाग्यो भने यसले चाहिँ डिटेक्ट गर्ने बित्तिकै अब यो यसमा इन्फर्मेसन पठाउँछ यसले त के भन्छ वाटर पठाउने ठाउँमा त्यसले इन्फर्मेसन पठाउने काम गर्छ अनि त्यसले चाहिँ त्यो सर्टेन एरियामा त्यो सर्टेन एङ्गलबाट त्यसले चाहिँ पानी हालेर त्यो चाहिँ निभाउने काम गर्छ यो भन्नाले अब मान्छेहरू सोध्छ यसको ठाउँमा हामीले त्यो के भन्छ स्मोक डिटेक्टर किन युज गरेका छैनौँ भनेर अब स्मोक डिटेक्टर पनि युज गर्दा हुन्छ तर स्मोक डिटेक्टरमा एउटा डिसएडभान्टेज यो हुन्छ कि यसले त इन्फर्मेसन पठायो मान्छे आउँदै यसमा त अलरेडी आगो लागिसकेको हुन्छ मेन डकुमेन्ट मेन सामानहरू त अलरेडी जलिसकेको हुन्छ हाफ त त्यसले इफेक्ट पारिसकेको हुन्छ यसको चाहिँ एडभान्टेज यो हो कि यो सिस्टम भयो भने हाम्रो यसले चाहिँ मान्छेलाई त अलरेडी बोलाउँछ भनेपछि इन्फर्मेसन त जान्छ नि यसले बजर बजेर बट यसले अटोमेटिकली त्यो फायर निभाइदिने काम गर्छ यो चाहिँ यसको एडभान्टेज हो अब यो भनेको एउटा सानो प्रोटोटाइप मात्रै हो यसलाई एडभान्समा गर्नलाई हामी यसमा चाहिँ के भन्छ स्मोक डिटेक्टर प्लस फायर डिटेक्टरलाई इन्टिग्रेट गरेर पनि हाल्दा हुन्छ यसमा चाहिँ कोडिङ गरेर हाल्दा हुन्छ बेसिकली आगलागीबाट जोगाउनुपर्छ धन्यवाद थ्याङ्क यू अब हामी अरू स्थलहरू हेर्ने क्रममा अगाडि बढ्दैछौँ यहाँ पनि के इभेन्टहरू भइरहेछ पेपर ब्रिज कम्पिटिसन र पप्सिकल बिल्डिङ कम्पिटिसनहरू भइरहेछ अब हामी स्थलहरू हेर्ने क्रममा अगाडि बढ्दैछौँ हजुरहरूको छोटो परिचय मेरो नाम निकेश शाह हो मेरो नाम सुजल कुमार मण्डल हो मेरो नाम रञ्जन स्वर्णकार मेरो नाम अरुण कुमार शाह अनि यो हजुरहरूको प्रोजेक्ट के हो के गर्छ फाइदा बेफाइदा यो हाम्रो प्रोजेक्टको नाम स्मार्ट सबस्टेसन एन्ड ट्रान्समिसन सेफ्टी सिस्टम हो यो एउटा सबस्टेसनको प्रोटोटाइप छ है यहाँ हामीले सबस्टेसनको 4वटा युनिटलाई हेरेको छौँ फर्स्ट युनिट ट्रान्समिसन सेफ्टी लाइन सिस्टम है सेकेन्डमा ट्रान्सफर्मर हेल्थ मोनिटरिङ सिस्टम थर्डमा चाहिँ हाम्रो फल्ट डिटेक्सन सेफ्टी सिस्टम फोर्थ युनिट छ पोल करेन्ट लिकेज सिस्टम फर्स्ट युनिटमा यहाँ तपाईँ हेर्नु भइरहेको छ 3वटा फेज वायर छ है तिनटै फेज वायरबाट कुनै 2टा वायर लाइन टु लाइन टच भयो भने त्यहाँ हामीले फ्लेम सेन्सर युज गरेका छौँ त्यो एक्टिभेट हुन्छ अनि पावर टिप आउट भइहाल्छ देन इफ कुनै पनि वायर टुटेर ग्राउन्डसँग टच भयो भने त्यो टिप आउट हुन्छ साथी हेर त तपाईँ हेर्न सक्नुहुन्छ यो यसको फर्स्ट युनिटको काम हो पावर कट अफ गर्ने सेकेन्ड युनिटमा हाम्रो छ ट्रान्सफर्मर हेल्थ मोनिटरिङ सिस्टम यसमा ट्रान्सफर्मरको ओइल लेभल कति छ त्यसको अपरेटिङ टेम्परेचर कति छ अनि त्यसमा कति आउटपुट भोल्टेज अनि करेन्ट सप्लाई भइरहेको छ त्यो सो गर्छ यो डिस्प्लेमा सो गर्छ तपाईँ हेर्न सक्नुहुन्छ अनि डिस्प्लेमा लास्टमा एन्ड रिजल्ट चाहिँ के हो काम चाहिँ यो जस्तो कि हाम्रो नेपालको केसमा यो मात्र इम्प्लिमेन्टेड छ है ट्रान्सफर्मर हेल्थ मोनिटरिङ सिस्टम छैन यो इम्प्लिमेन्ट हुन्छ भने ट्रान्सफर्मरको मेन्टेनेन्सको लागि हुन्छ नि यो धेरै कस्टली हुन्छ कि एक्चुअली धेरै 50 लाख जति लाग्छ कि अनि हामी एउटै बनाउनु 50 लाख कि कस्तो के एउटै किन्दा एउटा बडी पनि हुन्छ त्यो एक्सपेन्सिभ पनि हुन्छ है त्यसलाई बचाउनको लागि हामीले यो इम्प्लिमेन्ट गरेको चाहिँ डेली टु डेली मेन्टेनेन्स होस् त्यसको लागि यो इम्प्लिमेन्टेड छ अनि यो लास्ट पार्टमा तपाईँले भन्नु कि यहाँ जस्तो कि गाउँतिर करेन्ट सप्लाई हुन्छ नि कहिलेकाहीँ पोल लिकेज पोलबाट करेन्ट लिकेज हुन्छ है त्यहाँबाट मान्छे टसेर डेथ हुन्छ यो मेन कुरा हो त्यसको यहाँ सानो कन्सेप्टलाई फ्युज कन्सेप्ट लगाएको छौँ है इफ करेन्ट लिकेज भइरहेको छ भने यो वायर हेर्नु भइरहेको छ त्यो फ्युज हुन्छ अनि यो तल्लो झर्छ अनि त्यहाँ डेन्जर भन्ने सिम्बल हुन्छ सो द्याट नर्मल पिपल पनि हेर्छ नि उनीहरूले लागोस् कि पुलबाट करेन्ट लिकेज होस् यो तपाईँहरू कम्पिटिसन होइन कम्पिटिसन होइन तपाईँहरूको ओके ल बेस्ट अफ लक कम्पिटिसन हजुरहरूको परिचय दिनु त छोटो परिचय हाम्रो ग्रुपको टिमको नाम चाहिँ पावर इनोभेटर्स अनि मेरो नाम चाहिँ मिली रानी घले मेरो नाम चाहिँ स्नेहा पोदार मेरो नाम चाहिँ सन्तोषी पण्डित र यो हामीले चाहिँ हाइब्रिड वायरलेस इभी चार्जिङ स्टेसन मोडल बनाएको छौँ यो यसले के काम गर्छ यसको अब्जेक्टिभ के हो त्यति भन्दिनु यसको अब्जेक्टिभ चाहिँ हामीले चाहिँ वायरलेसली चाहिँ कसरी गाडीहरूलाई के भन्छ चार्जिङ गर्न सक्छौँ र यसले चाहिँ सस्टेनेबल पनि हुन्छ र फ्युचरको लागि अरू डेभलप कन्ट्रीमा चाहिँ यो इम्प्लिमेन्ट भएको छ अब यस्तो छ नि नेपालमा पनि अब डेभलपिङ कन्ट्री छ भने इभीहरू धेरै नै आइसकेको छ तर यसलाई चाहिँ कसरी अब वायरलेसली गर्न सकिन्छ अहिले यो किन इफिसियन्ट छ भनेर त्यो सबै हामीले ल्याएको छौँ यो प्रोजेक्ट यो के डेमो देखाउनुहुन्छ अहिले देखाउनु त यो चाहिँ हाम्रो चाहिँ गाडी डिटेक्ट गरिसकेपछि बजर बज्ने हो
गाडी त्यसपछि detect भएको अनि त्यसपछि मात्रै यो बत्ती बलेर चाहिँ यो चार्जिङ पोजिसनमा छ भनेर हेराइरहेछ यो चाहिँ भेहिकल आइसकेको छ स्टेसनमा भनेर यो एलइडी चाहिँ ग्लो हुने हो। अर्को चाहिँ यो यता नहुँदाखेरि पोजिसनमा नहुँदाखेरि चाहिँ अब यो चाहिँ ग्लो गर्दैन, अर्को चाहिँ यता आएको पछि ग्लो गर्छ र यो चाहिँ हामीले चाहिँ यहाँ सप्लाई चाहिँ दुईवटा ले दिने हो। एउटा चाहिँ एसीबाट जुन पोलहरू ग्रिडबाट आइरहेछ त्योबाट सप्लाई दिइरहेछ, अर्को चाहिँ स्टोरेज सोलरबाट दिइरहेछ। अब यो दुवै भोल्टेजमा चाहिँ यसको त्यहाँ चाहिँ कन्स्ट्यान्ट भोल्टेज सप्लाई गर्नुपर्ने हुन्छ, त्यही भएर अब जसको बढी भोल्टेज छ र जसले कन्स्ट्यान्टली सप्लाई दिन सक्छ त्यो चाहिँ हामीले अटोमेटिकली स्विच त्योमा भएर चाहिँ त्योमा गइहाल्छ। र अर्को चाहिँ हामीले यसमा म्यानुअली पनि गर्न सक्ने छौँ। यसमा चाहिँ म्यानुअली मैले ग्रिडबाटै गर्न खोज्यो भने ग्रिडबाटै त्यो डिस्प्लेमा आउँछ अनि त्यहाँ चाहिँ ग्रिडबाट अहिले सप्लाई गरिरहेछ। त्यसपछि 5 सेकेन्ड पछि फेरि त्यसले कम्पेयर गर्छ कि यो कसको भोल्टेज चाहिँ बढ्यो अनि त्योमा चाहिँ अटोमेटिकली स्विच गरेर गर्छ। र यस्तो केही फल्ट आयो भने हामीले त्यसको लागि पनि अर्को रिले राखेको छ एउटा यो चाहिँ, अनि त्यसले चाहिँ पुरै सिस्टमलाई पनि क्लोज गर्छ। यो फर्स्ट बेस्ट अफ लक फर द कम्पिटिसन। हजुरहरूको इन्ट्रोडक्सन। मेरो नाम दिननाथ शाह हो। मेरो नाम दिविसा पौडेल। मेरो नाम अजय दाहाल। हजुरको यो टिमको नाम के हो, प्रोजेक्ट के हो? हाम्रो टिमको नाम टिम न्युक्लियस हो। हाम्रो प्रोजेक्ट चाहिँ अन्डरग्राउन्ड फल्ट डिटेक्सन। अहिले हेर्नुहुन्छ नि के हुन्छ, ओभरहेड लाइन्स भन्दा अन्डरग्राउन्ड मोर प्रिफरेबल हुन्छ। किन? सेफ्टीको कारणले। ओभरहेडमा के हुन्छ, कति वायर भाँचियो दियो भने करेन्ट लाग्ने समस्या धेरै हुन्छ। बर्डहरू हेर्नुहुन्छ कति करेन्ट लागेर मरिरहेको हुन्छन्। अब सबै हेर्नुहुन्छ नि माथिबाट करेन्ट लागेर पोलहरूमा अब सबै वायरहरू तल मुनि लगिदियो भने सेफ्टीको त प्रब्लम सल्भ भयो नि। त्यही डिजाइन हामी गरिरहेको छौँ। छोटोमा यो अब्जेक्टिभ सहित गर्नु। हाम्रो के हो भने हामी सबै वायर जुन तपाईँ पोलमा हेर्नुहुन्छ वायरहरूले सबैले अन्डरग्राउन्ड लगाएका छौँ कि। अब अन्डरग्राउन्ड लगाएका छौँ मानौँ धरानदेखि इटरीसम्म वायर लग्यो अन्डरग्राउन्ड। त्यहाँ के च्यालेन्जेस आउँछ भन्दाखेरि माथि त पोलहरूमा कतै वायर भाँच्यो भने हामी हेरेर पनि भन्न सक्छौँ कहाँ भाँच्यो। तर अन्डरग्राउन्ड लगाएका छौँ त्यहाँ कुनै ठाउँमा वायर भाँच्यो कसरी थाहा पाउने। त्यही ठाउँ पाउने फल्ट डिटेक्सन गर्न हामी यो सिस्टम डिजाइन गरेका छौँ। यो हाम्रो 3टा फेज हो। पोलमा 3टा हेर्नुहुन्छ नि, पोल 3टा फेज, त्यो 3टा फेज हो। अब सपोज यो रेड फेज हो, येल्लो फेज हो, ब्लू फेज हो। ब्लू फेजको 3 किलोमिटरमा फल्ट आयो भने के यहाँ देखाउँछ 3 किलोमिटरमा फल्ट छ हेर्नु त 3 किलोमिटर। सपोज यो येल्लोको 4 किलोमिटरमा फल्ट छ भने येल्लोको 4 किलोमिटर देखाउँछ फल्ट। यो अनि ब्लूको 1 किलोमिटरमा फल्ट छ भने ब्लूको 1 किलोमिटर फल्ट देखाउँछ। अब कहाँ फल्ट छ नि थाहा हुनु अब धानदेखि इटरीसम्म हामी अन्डरग्राउन्ड वायर लगिरहेछौँ भने अब त पुरै डिस्टेन्स खन्नु पऱ्यो नि हामीले। परेन हो। अब यसले डिस्टेन्स हेर्नु 3 किलोमिटर छ नि, अब हामी पुरै खन्नु पऱ्यो नि त्यो फल्टको लागि। अब के 3 किलोमिटर डिस्टेन्समा जाने हामी, त्यहाँको माटो खन्ने, त्यहाँको वायर निकाल्ने, इन्सपेक्ट गर्ने। यसले के गरिदियो, हाम्रो टाइम पनि बचाइदियो, कस्ट पनि बचायो हामीलाई, स्किल मेन पावर पनि कम लाग्यो। यही हाम्रो मेन अब्जेक्टिभ हो यसको यो प्रोजेक्टको। ओभरअल बेस्ट छ ल, बेस्ट अफ लक फर द कम्पिटिसन। हामीले सबै यो निर्माण र ऊर्जाको स्टलहरू जम्मै लगभग अवलोकन गरिसक्यौँ। अब हामी कोहीसँग गफ गर्न जाउँ। तपाईँ के भोलिन्टियर हो कि के हो? होइन, म बिजनेस कोअर्डिनेटर। तपाईँ के यो निर्माण इभेन्टको कि ऊर्जाको? निर्माणको। यहाँ चाहिँ अब हाम्रो यो निर्माण 2.0 को आज दोस्रो दिन भइरहेछ। यहाँ चाहिँ पपस्टिक बिल्डिङ कम्पिटिसन इलाइटेज कन्स्ट्रक्सनद्वारा भइरहेको। अनि हजुरहरू पनि यहाँ अवलोकन गर्न सक्नुहुन्छ नि। यहाँ अनि पपस्टिकल अनि अरू पछाडि चाहिँ पेपर ब्रिज भइरहेछ। यहाँ चाहिँ अहिले पपस्टिक अनि अरू इभेन्टहरू के भएको थियो हिजो, भोलि के हुनेवाला छ भनेको आज बिहान के भयो? हिजो पेसिङ भयो, अटोक्याड भयो। पेसिङ र हामीले अटोक्याड चाहिँ सक्यौँ। अनि अहिले यहाँनिर चाहिँ अहिले सर्वे कम्पिटिसन हुँदैछ, त्यो पनि अन्तिम चरणमा छ। अब हाम्रो भोलि अन्तिम प्रोग्राम भनेको चाहिँ क्विज हुँदैछ। अनि इट्याप्स पनि बिहान हामीले सक्यौँ। भनेपछि कार्यक्रम अन्तिम मोडमा छ कार्यक्रम। अब भोलि क्लोजिङ सेरोमनी गरेर अनि सकिने हो। हस्, धन्यवाद। हेर्न जाउँ है त। यो दाइहरूको टिमको नाम के हो? ओहो, यो हाम्रो टिमको नाम चाहिँ टिम दुर्योधन हो। कुन इयरबाट हो तपाईँहरू? हामी लास्ट एन्ड फाइनल इयर। बेस्ट अफ लक फर द कम्पिटिसन। यो तपाईँहरूको टिमको नाम के हो? टिम अननोन। टिम अननोन? तपाईँहरू कुन इयरबाट हो? फर्स्ट इयर। अनि कतिको एक्साइटेड फिल भइरहेछ कि के भइरहेछ? रमाइलो हुँदैछ फर्स्ट टाइम। 20,000 को लागि हो? साथीहरुको लागि हो, रमाइलोको लागि हो। मोटिभेसन के छ? 20,000 मोटिभेसन चाहिँ त्यस्तो हैन। तपाईहरु नाम भन्नु होला नि तपाईहरुको। स्वात लम्साल, सशिलता गोइराला, सोनी लिम्बू, अंकिता ढकाल। कतिको कन्फिडेन्ट हुन्छ त दिछु भन्ने? 0 कन्फिडेन्स 1000 मेमोरिज। हस्। यो तपाईहरुको टिमको नाम के हो? हाम्रो टिमको नाम चाहिँ द माइटोज हो। तपाईहरु कुन इयरबाट? 3rd इयर 5th सेम हो अहिले।
नाम तपाईँहरूको नाम के भन्नु? मेरो नाम चाहिँ निशान्त हो, उहाँको नाम एलोन, उहाँ सुमन, उहाँ शीतल हो। हामी 4 जना छौँ जम्मा। कतिको एक्साइटेड फिल भइरहेछ यो कम्पिटिसनलाई? एक्साइटेड भन्दाखेरि पनि यो अब हामी चाहिँ खास गरी मेकानिकल फ्याकल्टीबाट हो। अनि सिभिलको इभेन्ट हामी मेकानिकल फ्याकल्टी भए तापनि यो कार्यक्रममा चाहिँ एकदमै रमणीय लाग्यो हामीलाई। यसले हामीप्रति आकर्षण भएर चाहिँ हामी पनि यसमा पार्ट लिइरहेछौँ र एकदमै नयाँ अनुभव भइरहेछ, किनकि हामी एज अ कमिङ ब्याक फ्रम द मेकानिकल ब्याकग्राउन्ड यो हाम्रो लागि नयाँ कुरा हो। बिल्डिङ एन्ड स्ट्रक्चर एभ्रिथिङ। कतिको कन्फिडेन्स बिल्ड भइरहेछ त? कन्फिडेन्स भन्दा पनि लेट्स सी, अब गेम हो, हारजित त भइहाल्छ र पनि फेरि जितिन्छ भने त होला नि त कति? होइन, अब यस्तो हारजित त खेल्ने हो, कोही पनि म हार्छु भनेर त पार्ट लिएको हुँदैन, अभियसली पक्कै पनि होला होइन। सबैजना चार्ज अप भएर मोटिभेटेड भएर नि हामी जित्छौँ भनेर नि पार्टिसिपेट गरिरहनु भएको छ। हामी पनि त्यही स्पिरिट राखेर नै पार्टिसिपेट गरिरहेछौँ। लेट्स सी के हुन्छ। ओके, बेस्ट अफ लक फर द थ्याङ्क यू। सिभिलाइज क्र्यु। कुन इयरबाट हो तपाईँहरू? हामीहरू 3rd इयर 2nd पार्ट। कतिको एक्साइटेड हुन्छ कम्पिटिसन? एकदम एक्साइटेड। अनि जितिन्छ भन्ने कतिको आश छ, के छ? अब मेहनत गर्ने हो, जितिन्छ भने अब मेहनत गरेपछि जितिन्छ, 100% जित्न सकिन्छ। ओके, बेस्ट अफ लक फर द कम्पिटिसन। यो निर्माण इभेन्ट कस्तो भइरहेछ, के भइरहेछ? नमस्कार, म सेसको भाइस प्रेसिडेन्ट। निर्माण इभेन्ट चाहिँ हामीले सोचेको भन्दा पनि धेरै नै रमाइलो भइरहेको छ। 4 वर्ष यति हामीले एउटा सानो टाइपको प्रोग्राम गरेर, त्यो बेला पनि पेपर ब्रिज पप्सिकलहरू त थियो, बट अहिले त्योभन्दा धेरै नै ग्रान्ड भइरहेको छ र सबै थोक राम्रो छ। सबैजना एकदम उत्साहका साथ लागिरहनु भएको छ। त्यही भएर पार्टिसिपेन्ट्सहरू कतिको एक्साइटेड हुनुहुन्छ? सबैजना एकदमै एक्साइटेड हुनुहुन्छ। तपाईँहरू उहाँहरूको अनुहारमा पनि देख्न सक्नुहुन्छ कि कतिको एक्साइटमेन्ट छ भनेर। सो म धेरै खुसी छु। हाम्रो सेसले यो तालिको निर्माण 2.0 एकदमै राम्रो, एकदमै भव्यका साथ गरेको छ। यति नै भन्न चाहन्छु। धन्यवाद। हस्, धन्यवाद। हाम्रो नाम चाहिँ हाला मड्रिड हो। हामी चाहिँ अनि त्यही नै हो, हाला मड्रिड चाहिँ हामी। तपाईँहरू कुन इयरबाट? हामी 2nd इयरबाट। 2nd इयर 1st पार्ट। अनि कतिको एक्साइटेड हुन्छ त यो कम्पिटिसनलाई? एक्साइटेड चाहिँ हामी भलिबल नछौँ, अब कन्फिडेन्स अलिकति छ होइन, अब के हुन्छ हेर। तपाईँहरूको नाम भनिदिनु न। मेरो नाम चाहिँ राहुल दास। म राजीव भास्कोटा। रुचन भट्टराई। सचिन न्युपाने। अनि जितिन्छ भन्ने कति कन्फिडेन्स छ त? जितिन्छ भने कन्फिडेन्स चाहिँ छ। अब त्यही कन्फिडेन्सका साथ हामी अब बनाउँदैछौँ। हेरौँ 100 को साथ 200% दिन्छौँ, अब कति चाहिँ हुँदो रहेछ अब। ओके, बेस्ट अफ लक फर द कम्पिटिसन। यो इभेन्ट कस्तो चलिरहेछ, के भइरहेछ? एकदमै रमाइलो भइरहेछ। एकदम सबजना उत्साह हुनुहुन्छ। एकदमै रमाइलो। कति पछि यस्तो धेरै भव्य भएको छ। पर वर्षभन्दा धेरै नै भव्य भएको छ। के इभेन्टहरू सफलतापूर्वक सक्यो, अनि के हुँदैछ, के बाँकी छ? पप्सिकलको एउटा पार्ट सक्यो हिजोको, अनि पेपर ब्रिज पनि हिजो सक्यो, अनि हिजो अटोगाड पनि सकेको, आज इटास सक्यो, अनि त्यसपछि सर्वे हुँदै नै छ। सर्वेको अहिले पप्सिकल र पेपर ब्रिज हुँदैछ। यो इभेन्ट कहिले सकिने हो? भोलि क्लोजिङ सेरेमनी हुन्छ। भोलि चाहिँ के छ? भोलि क्विज हुन्छ एउटा, अनि भयो त्यति छ। अनि डान्स क्लोजिङ प्रोग्रामहरू भयो, सबैलाई प्राइज डिस्ट्रिब्युसनहरू हुन्छ। अनि त्यति हुन्छ। हस्, धन्यवाद। कुन इयरबाट हो तपाईँहरू? 2nd इयर। तपाईँहरूको नाम भनिदिनु न। मेरो नाम असिम श्रेष्ठ। सिद्धान्त दास। सचिन राजवंशी। सुनामी श्रेष्ठ। कतिको एक्साइटेड हुन्छ त यो कम्पिटिसनलाई? खुब एक्साइटेड हो। फुल्ली एक्सपिरियन्स हो कि यसमा, त्यही भएर कन्फिडेन्स पुरा 100%? जितिन्छ नै होइन, जितिन्छ भने अब हेरौँ, आफ्नो ट्राई बेस्ट गर्ने हो। हस्, धन्यवाद। थ्याङ्क यू। बिलिभर्स। तपाईँहरू कुन इयरबाट हो? लास्ट इयर 4th इयर। तपाईँहरूको नाम भनिदिनु न। अन्जन। आदित्य। दिपेन्द्र। अनिस। कतिको एक्साइटेड हुन्छ यो कम्पिटिसनलाई? ठिक है। एक्साइटेड। लास्ट इयर हो, त्यसैले कन्फिडेन्स कतिको छ त? कन्फिडेन्स 2nd त फिक्स हो। तपाईँहरूको टिमको नाम के हो? ट्रस्ट मी। कुन इयरबाट हो तपाईँहरू? हामीहरू 3rd इयर 2nd पार्ट। कतिको एक्साइटेड हुन्छ यो कम्पिटिसनलाई? एकदम। जितिन्छ भन्ने कतिको छ? जितिन्छ। कन्फर्मै हो? कन्फर्म त अब के हो न, अब कन्फर्मै हो। बेस्ट अफ लक। ल, थ्याङ्क यू। नमस्ते सबैमा, म अविनाश राई, सेस 21 कमिटी आइपन्जल क्याम्पस अध्यक्ष र यस निर्माण 2.0 को कोअर्डिनेटर। यो इभेन्ट कस्तो भइरहेछ, के भइरहेछ? यो निर्माण 2.0 चाहिँ हामीले 23, 24, 25 गते गरेका हौँ र आज हामी दोस्रो दिन 24 गतेको दिन आजको कार्यक्रम भनेको चाहिँ हाम्रो सर्वेइङ कम्पिटिसन्स हुँदैछ। अनि आज बिहान हामीले इट्याप्स कम्पिटिसन कम्प्लिट गरायौँ र यहाँ हुँदै गरेको भनेको पप्सिकल बिल्डिङ सेक टेबल कम्पिटिसन्स लगायत पछाडि चाहिँ हाम्रो पेपर ब्रिज कम्पिटिसन हुँदैछ। कतिको इफेक्टिभ भइरहेछ, के भइरहेछ?
हामीले जुन एउटा टाइमको सेड्युल निकालेको थियौँ होइन डेटको त्यही अनुसार हामीले एकदम टाइममै स्टार्ट गरेर सबै एकदम टाइममा गरेर एकदम एफेक्टिभ टाइमिङमा सुरु गरेर एकदम स्मुथली रन भइरहेछ भनौँ। धेरै धेरै शुभकामना। हुन्छ, धन्यवाद भाइ। तपाईँहरूको टिमको नाम के हो? हाम्रो ग्रुप तपाईँहरू कुन इयरबाट? हामी 3rd इयर। कति? मेरो नाम केशव सञ्जाल। मेरो नाम विशाल कणेल। समित थापा। म चाहिँ वीरेन्द्र बोरा। मेरो अनिश राज भण्डारी। कतिको एक्साइटेड हुनुहुन्छ तपाईँ कम्पिटिसनको लागि? एकदम एक्साइटेड छौँ हामी। यो इभेन्टको बारेमा केही भन्नुहोस् त। निर्माण यो सिएसले गराउने प्रोग्राम हो। अब यसमा धेरै प्रोग्रामहरू भइरहेको छ। हामी त्यहीको पप्सिकलमा कम्पिटिसन गरिरहेको छौँ। जितिन्छ भन्ने कति कन्फिडेन्स छ? ठिक छ, जित्ने त हामीले यो जित्ने। डिफेन्डिङ च्याम्पियन्स। च्याम्पियन हो हामी। तल स्टारमा पहिला फर्स्ट रनर अप थियौँ। सिभिलको इभेन्ट हाम्रै इभेन्ट हो भने जस्तो हुन्छ क्या, आजको हाम्रै इभेन्ट हो। ओके, बेस्ट अफ लक फर द कम्पिटिसन। होइन, म हाम्रो ग्रुपको म्यानेजर हो। अनि कस्तो लागिरहेछ त इभेन्ट? बब्बाल भइरहेछ। सेसले चाहिँ यो वर्ष चाहिँ अरू वर्षभन्दा अलिक थप जोस जागर र ऊर्जाका साथ नयाँ इभेन्टहरू गराइरहेछ, धेरै इभेन्टहरू गराइरहेछ र सेसलाई शुभकामना। निर्माण चाहिँ भव्य रूपले सफल भइरहेको छ जहाँसम्म भइरहेको छ। धन्यवाद। मेरो नाम अर्पण अधिकारी। मेरो नाम अंशुदीप सृजन पोखरेल। मेरो नाम चाहिँ असिम नेउपाने। यो इभेन्ट कस्तो लागिरहेछ? एकदम रमाइलो लागिरहेछ। जितिन्छ भन्ने कतिको छ? एकदम 99%। अनि 1% चाहिँ? 1% अब अलिअलि बिग्रिरहेको त्यही भएर अलिकति। बेस्ट अफ लक फर द कम्पिटिसन। थ्याङ्क यू। मेरो नाम समीर पाण्डे। मेरो नाम चाहिँ सौरभ थापा। मेरो विकास ओली। कस्तो लागिरहेछ त कम्पिटिसन इभेन्ट? राम्रो लागिरहेछ। अब सिक्ने हो। अब जितिन्छ भन्ने कतिको छ? जित्ने भने त 100% अहिलेसम्म त। हस्, थ्याङ्क यू। बेस्ट अफ लक फर द कम्पिटिसन। वेलकम वेलकम। कुन इयरबाट हो तपाईँहरू? 4th इयरबाट। मेरो नाम आशिका थापा। मेरो नाम चाहिँ इजा भट्टराई। मेरो नाम चाहिँ सपना शर्मा। मेरो नाम चाहिँ सन्तोष यादव। जितिन्छ भन्ने कतिको कन्फिडेन्स छ? अब गर्दैछौँ मेरो। यो अनि यो इभेन्ट चाहिँ कस्तो लागिरहेछ? इभेन्ट रमाइलो लागिरहेछ। 4th इयरसम्म हामीले पार्ट लिँदै आइरहेको छौँ अहिलेसम्ममा चाहिँ। अनि कतिवटा जितिसक्नु हो त? अब जितिरहेको छौँ कुनै न कुनैमा त। फर्स्ट इयरमा जित्यो, सेकेन्डमा कसैले जित्यो। ओके, बेस्ट अफ लक फर द कम्पिटिसन। 3, 2, 1 काली गोरो निकाल है। 3, 2, 1 एक्सन भन ल। आज हामी आइओई पूर्वाञ्चल क्याम्पसको प्राङ्गणमा छौँ र हिजोदेखि 3 दिनसम्मको लागि यस आइओई पूर्वाञ्चल क्याम्पसमा रहेको सिभिल इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीद्वारा आयोजित यस निर्माण 2.0 मा सम्पूर्णलाई फेरि पनि स्वागत छ र आजसँग कुराकानी गर्न र यस कार्यक्रमबारे प्रकाश पारिदिनु हुन यस कार्यक्रमका एक्जिक्युटिभ कोअर्डिनेटर हामीसँग हुनुहुन्छ। म दाइलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। दाइ, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा। धन्यवाद भाइ। नमस्कार, म गगन श्रेष्ठ, यस सेसले आयोजना गरिरहेको निर्माण 2.0 का एक्जिक्युटिभ कोअर्डिनेटर। दाइ, तपाईँलाई धेरै धेरै धन्यवाद। साथै आज हामी देख्न सक्छौँ हिजोको जस्तै पनि आज पनि बाक्लो उपस्थिति यहाँ हामीले देखिरहेको छौँ। आज के हुँदैछ दाइ? कुन कुन इभेन्ट सकिसक्यो र के हुनेवाला छ त्यसको बारेमा थोरै प्रकाश पारिदिनु न। एकदम गन्छ। अब यो हाम्रो यो 3 दिन हुन लागेको प्रोग्राममा 3 दिनै हामी यस्तै मास एक्सपेक्ट गरेर बसेका थियौँ। हिजो पनि यति नै मास थियो, आज पनि छ र भोलि अझै धेरै हुनेछ। अब हिजो हाम्रो यो पेपर ब्रिज र यो पप्सिकल टावरको फर्स्ट राउन्ड भनौँ अथवा आधी पार्टिसिपेटहरूको हिजो भएको थियो। अब सबैजना एकैचोटि गर्न नमिल्ने भएकोले अब आज पनि यहाँ बिहान इट्याप्स भयो, उता सर्भिङ चल्दैछ, बिहान स्ट्रक्चर रिले रेस पनि भयो, उता पप्सिकल पेपर ब्रिज हुँदैछ अनि यता पप्सिकल टावर हुँदैछ, उता चाहिँ अब हाम्रो पेपर ब्रिज हुँदैछ। आज अरू यता स्टलहरू भइरहेछ र मान्छेहरू राम्रै आइरहेछन्। स्टुडेन्टहरूको यतिको यहाँ ग्राउन्डमा उपस्थिति देख्दाखेरि पनि खुसी लागिरहेछ। इट्याप्स भन्ने नयाँ कुरा सुने दाइ मैले। म आफै पनि मेकानिकल इन्जिनियरिङ ब्याकग्राउन्डबाट छु, म अध्ययन गरिरहेको छु। यो म सिभिल इन्जिनियरिङ तर्फको यो टेक्निकल फेस्टमा चाहिँ इट्याप्स यो हामीले निर्माण 1.0 मा हामीले त्यो देख्न पाएको थिएनौँ। साथसाथै निर्माण 2.0 मा चाहिँ तपाईँहरूले इट्याप्स पनि इन्ट्रोड्युस गराउनु भएको रहेछ, त्यसको बारेमा थोरै प्रकाश। इट्याप्स चाहिँ अब मेनली अब हाम्रो सिभिल बेस्ड भएर पनि हो। अब हाम्रो इट्याप्स चाहिँ मेनली अब स्ट्रक्चरल एनालाइसिस भनेर भनिन्छ। स्ट्रक्चरहरू बनाइसकेपछि अब जस्तो आर्किटेक्चरहरूले अब फ्रेमहरू अब सबै प्रिपेयर डिजाइनहरू गरेर दिन्छ, तर त्यो डिजाइन चाहिँ कतिको एबल छ कि छैन एनालाइसिस गर्दाखेरि अब फेल हुन्छ कि हुँदैन। तपाईँहरूको टिमको नाम के हो? म त पार्टिसिपेन्ट छैन, यसो हेर्न मात्रै आएको। कस्तो लागिरहेछ त इभेन्ट? इभेन्ट पहिलाको भन्दा एकदम राम्रो लागिरहेछ। पार्टिसिपेन्ट्स धेरै आएको। कतिको भव्यता छ? पहिलाको भन्दा राम्रो छ। यो सिभिल धेरै भएर पनि होला होइन, एकदम राम्रो पार्टिसिपेन्ट्स आएको छ। कतिको सक्सेस भइरहेको त यो इभेन्ट?
सक्सेस भनेको तपाईँले हेर्न सक्नुहुन्छ यतिको पार्टिसिपेन्ट्स आउनु भनेको गुड हो। हस् थ्याङ्क यू। कम्पिटिसनको कोअर्डिनेटर र भाइस कोअर्डिनेटर जोडिनु भएको छ, उहाँसँग अन्तर्क्रिया गरौँ। कस्तो भइरहेको छ इभेन्ट? मेरो नाम चाहिँ भीषण पहाडी, म निर्माण 2.0 को पेपर ब्रिज कम्पिटिसन अन्तर्गतको म कोअर्डिनेटर। मेरो नाम चाहिँ युकेश थापा, म चाहिँ यस पेपर ब्रिज कम्पिटिसनको भाइस कोअर्डिनेटर। पार्टिसिपेन्ट्सहरूको माहौल कस्तो छ त अहिले? माहौल एकदमै रोमाञ्चक बन्दै गएको छ। विगतका समयमा हामीले निर्माण 1.0 जसरी सञ्चालन गरेका थियौँ त्यसैलाई नै अगाडि बढाउने क्रममा आज हामीले निर्माण 2.0 गर्दैछौँ र आगामी दिनहरूमा पनि निर्माण 3.0, निर्माण 4.0 यस्तै कार्यक्रमहरू ल्याउँदै जानेछौँ र यो पेपर ब्रिज कम्पिटिसनमा चाहिँ 23-24 वटा टिम आएको हुनाले पार्टिसिपेन्टहरूको उत्सुकता धेरै नै देखिएको छ। त्यति नै भन्न चाहन्छु। प्राइज पुल के कस्तो छ? प्राइज पुल चाहिँ हाम्रो 15,000 रहेको छ। अनि स्पोन्सरहरू कतिको के छ? स्पोन्सरहरू पनि निकै नै खुसी देखिनु भएको छ। जस्तै हाम्रो टाइटल स्पोन्सर भनेको चाहिँ पाना एकाडेमी रहनु भएको छ। त्यहाँ चाहिँ लाइसेन्स प्रिपेरेसन गर्न एकदमै सहज ठाउँ रहेको छ। त्यसै गरी मञ्जुश्री डेन्टल होम अनि मञ्जुश्री आइवेयर लगायत डिफ्रेन्ट स्पोन्सरहरूले हामीलाई स्पोन्सर गरेर यो कार्यक्रम सफल बनाउन एकदम महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ। अब कतिको भव्यताका साथ सम्पन्न हुँदैछ त? भोलि अर्थात् माघ 25 गतेका दिन यो निर्माण 2.0 समापन हुन गइरहेको छ। विभिन्न कार्यक्रम जस्तै क्विज कम्पिटिसनदेखि लिएर पेपर ब्रिजदेखि लिएर पप्सिकल बिल्डिङदेखि लिएर सर्वेइङ कम्पिटिसन अनि स्ट्रक्चरल रिले रेस अनि अटोक्याड कम्पिटिसन, इट्याब्स कम्पिटिसन, डिफ्रेन्ट कम्पिटिसन गरेर भोलि लगभग 12 बजेबाट हामीले समापन कार्यक्रम गर्दैछौँ र प्राइज डिस्ट्रिब्युसन पनि त्यही समयमा हुन गइरहेको छ र यहाँ पार्टिसिपेन्टहरू एकदम उहाँहरूको उत्सुकता देखेर हामी निकै खुसी छौँ। तपाईहरुलाई यो निर्माण 2.0 को सफलताको शुभकामना। धन्यवाद। ऊर्जा इभेन्टको बिजनेस भाइस कोअर्डिनेटर हुनुहुन्छ। नमस्कार। हजुरको परिचय दिनुस् न। मेरो नाम प्रदीप तिवारी, म इलेक्ट्रिकल इन्जिनियरिङ 3rd इयर 2nd पार्टमा अध्ययनरत छु। साथै यस ऊर्जाको बिजनेस भाइस कोअर्डिनेटरको रूपमा कार्यरत छु। धन्यवाद। कस्तो भइरहेछ यो इभेन्ट? इभेन्ट एक्ज्याक्टली राम्रो भइरहेछ, धेरै राम्रो भइरहेछ। हामीले सोचे जस्तो जुन रूपमा सोचिरहेको थियौँ त्यो लेभलमा नभए पनि 10 मा 9 रेटिङ गर्नुपर्दा 9 को रूपमा भइरहेको छ, राम्रो भइरहेछ। सबैजना एक्टिभली पार्टिसिपेट भइरहेछन्। हाम्रो नलेज सेयरिङको कामहरू भइरहेछ भने फ्याक्ट्री स्टुडेन्ट र फ्याक्ट्री अथवा इन्डस्ट्रीलाई बिचको त्यो प्रोसेस त्यहाँनिरको ब्रिजलाई चाहिँ हामीले कनेक्सन गर्ने जुन रूपले लिइरहेछौँ र त्यसलाई कनेक्सन केही हदसम्म राम्रो भइरहेछ। कनेक्सन चाहिँ राम्रो भइरहेछ। हामीसँग विभिन्न इन्डस्ट्रीहरूबाट इन्डस्ट्रिजका मान्छेहरू पनि आइराख्नु भएको छ र उहाँहरूले हामीले बनाएका, हाम्रा विद्यार्थीहरूले बनाएका हाम्रो प्रोजेक्टहरू हेरिराख्नु भएको छ। जुन फ्याक्ट्रीमा पछि युटिलाइज हुन सक्ने प्रोजेक्टहरूको बारेमा पनि राम्रोसँग जानकारी लिइराख्नु भएको छ। हस्, हजुरलाई यस इभेन्टको सफलताको शुभकामना। धन्यवाद। हाम्रो टिमको नाम टिम टाइटन। कुन फ्याकल्टीबाट हो तपाईँ? सिभिलबाट 80 ब्याच। तपाईहरुको परिचय दिनुस् न। तपाईको नाम? मेरो नाम चाहिँ सुदीप गिरी, सन्दु खड्का, सन्देश रेग्मी। तीनजना मात्रै बाहिर भेट। अनि कस्तो भइरहेछ त इभेन्ट? कतिको एक्साइटेड? एकदम धेरै एक्साइटेड। जितिन्छ भन्ने कति कन्फिडेन्स छ त? 100% कन्फिडेन्ट। अनि केही छैन, केही सिक्न पाइन्छ। यो इभेन्ट कस्तो भइरहेछ? कस्तो लागिरहेछ? यो इभेन्ट खतरा, बवाल लागिरहेछ। पोहोरको भन्दा अझै राम्रो भएछ। अनि कम्पिटिटर पार्टिसिपेन्ट्स अरु हेर्दा कस्तो फिल भइरहेछ? अलिकति हल्का प्रेसर फिल भइरहेछ, तर जे होस् रमाइलो भइरहेछ। भाइहरु कस्तो लागिरहेछ? राम्रो लागिरहेछ। परिचय देऊ न त तिमीहरु। मेरो नाम निशा श्रेष्ठ। मेरो नाम आदित्य श्रेष्ठ। कस्तो लागिरहेछ त यो इभेन्ट? राम्रो लागिरहेछ। राम्रै छ। अनि भिड देख्दा कस्तो फिल भइरहेछ? कस्तो न कस्तो। सम्पूर्णलाई स्वागत छ। हामी चाहिँ आज यस निर्माण 2.0 को कार्यक्रममा छौँ र पपुसिभ कार्यक्रम चाहिँ यहाँ भव्यता भइरहेछ र यो कार्यक्रम अवगमन गर्दै गर्दाखेरि पपुसिभको कोइडरसँग हामी केही प्रश्नहरू लिनेछौँ, प्रतिक्रियाहरू लिनेछौँ। त्यसै क्रममा हामीसँग कोइडर हुन्छ। हजुरको परिचय? मेरो नाम सुशील पौडेल, म BSc 079 ब्याचको अहिले EF सेक्सनबाट हो। हजुर यहाँको बिजनेस कोइडर पनि हुन्छ, पपुसिभ कोइडर पनि हुन्छ। हजुरलाई कस्तो लागिरहेछ, कस्तो भइरहेछ कार्यक्रमहरू भन्नु न छोटो। कार्यक्रम एकदम राम्रो भइरहेछ। पार्टिसिपेन्ट एकदम इन्करेज भएर आफूलाई हौसला दिएर राम्रै गरिरहनु भएको छ। यतिको राम्रो भनेको हामीलाई कार्यक्रम सफल भएको भनौँ न। पार्टिसिपेन्टहरूमा कस्तो छ, उत्साहजनक कस्तो छ? अनि कार्यक्रमले प्रोटोकलहरू फलो गरेका छन् कि छैनन्? पार्टिसिपेन्ट यो अघिल्लो भन्दा राम्रो छ कि के छ यसमा? अघिल्लो भनेको यस्तो छ, हामी फर्स्ट इयरमा हुँदाखेरि भएको थियो,
त्यो टाइमको मैले आफैले भनौँ त्यो हेर्न अलिकति मैले पाइनँ अब त्यसै कारण केही कारण बसले गर्दाखेरि जस्ट पार्टिसिपेन्टमा उत्साह भन्छ रुल बुकहरू सबैले पढ्नु भएर फलो गर्नुभएको छ त्यो खुसी नै छु त्यसलाई राम्रै मान्नुपर्छ यसलाई पार्टिसिपेन्ट पनि राम्रो छ र राम्रो नै स्मुथ नै गइरहेछ भनेपछि कार्यक्रम राम्रै भइरहेछ हजुरलाई आगामी दिनमा कार्यक्रम पनि धेरै शुभकामना त्यहाँ चाहिँ हाम्रो सर्वे कम्पिटिसन चलिरहेको छ भने अहिले चाहिँ म ठ्याक्कै यो ऊर्जा र निर्माणको संयुक्त रूपमा सञ्चालन भइरहेको इभेन्टको ठ्याक्कै बाहिर उभिएर तपाईँहरूसँग बोल्दैछु। अब हामी आर्किटेक्चर डिपार्टमेन्टले अर्गनाइज गरेको 4th आर्किटेक्चर एक्जिबिसन स्पर्शमा म तपाईँलाई लिएर जाँदैछु ल। अब हामी आर्किटेक्चरको डिपार्टमेन्ट पुगि नै सक्यौँ। हामी आर्किटेक्चरको डिपार्टमेन्ट पुगि नै सक्यौँ। यहाँ स्पर्श इभेन्ट भइरहेको छ, तपाईँहरूलाई म के हुँदैछ देखाउँदैछु। स्पर्शको इभेन्टको ठ्याक्कै यो गेट अगाडि आइपुगेका छौँ। अब तपाईँहरूलाई म स्पर्श डुलाउँदैछु। अब हामी यहाँ इन्ट्री गर्दैछौँ, प्रवेश गर्दैछौँ है त। यहाँनिर डिपार्टमेन्ट अफ आर्किटेक्चर लेखेको रह, एक्सट्रिमको एड रह, यो जाने बाटो र इन्ट्रान्स। आउनुहोस् अब हामी मसँगै के आर्किटेक्चर डिपार्टमेन्ट तर्फ म भित्र प्रवेश गर्दैछु। तपाईँहरूलाई स्पर्श कस्तो भइरहेछ के भइरहेछ देखाउँछु। यहाँ स्पोन्सरहरू साइड साइडमा राख्नु छ। एसियन पेन्ट्सले पनि स्पोन्सर गरेको जस्ता यो होम प्लान्स कन्सल्टेन्सी के स्पोन्सरहरू हुँदो रहेछ। यो चाहिँ आर्किटेक्चर विभागबाट यो तपाईँहरूले तपाईँको टिमको नाम अनि यो के बनाउनु भएको सबै एक्सप्लेन गरिदिनु। स्पर्शकै मोडल मेकिङ टिमले नै बनाएको हो, सबैजना जुनियर जुनियर मिलेरै बनाएको हो। यो चाहिँ हाम्रो माटो घर होइन। अब यो ट्रेडिसनल माटो घर हुन्थ्यो होइन, त्यसकै अब यसमा ट्रेडिसनल टेक्निक अनि मोडर्न डिजाइनलाई इन्फ्युज गरेर बनाइएको सस्टेनेबल अनि इको फ्रेन्डली हाउस भनेर बनाइएको छ। तपाईँहरू कुन इयरबाट? सेकेन्ड इयर। हस् थ्याङ्क यू। तपाईँ त यो स्पर्शको मेन इभेन्ट this way.